स्वागत छ तपाईँलाई हाम्रो नयाँ युट्युब च्यानल। धन्यवाद तीर्थजी। सबैजनामा नमस्कार। हाम्रो निर्मला अफिसियल युट्युब च्यानलबाट कहिलेकै आउने छिटपुट आउने जस्तो कि कस्तो आउने भने मरुभूमिमा आउने वर्षा जस्तो भिडियोहरू आइरहेका छन्। अब चाहिँ भने हामीले साप्ताहिक रूपमा एउटा कार्यक्रम लिएर आएका छौँ। त्यो कार्यक्रम के आउँछ भन्ने कुरा चाहिँ यहाँहरूको लागि सरप्राइज हो। र तपाईँहरू चाहिँ कस्तो भिडियो चाहनुहुन्छ? अब हामी सुटिङ गर्न आँटिरहेका छौँ। एउटा कमेडी टाइपको फनी टाइपको भिडियो चाहिँ निकाल्न आँटिरहेका छौँ र उहाँले पनि धेरै कथाहरू अथवा टपिकहरू निकाल्नु भएको छ, मैले पनि निकालेको छु। त्यसलाई चाहिँ हामी तपाईँलाई सरप्राइज दिन्छौँ। तर तपाईँहरूले पनि आफ्नो उद्देश्य दिनुहोस्, कस्तो भिडियो चाहनुहुन्छ, के कस्तो टाइपको। एउटा सानो सामाजिक विषयमा आधारित कथा जसले चाहिँ मनोरञ्जन क्षेत्रलाई समेट्ने गरेको बनाउन आँटिरहेका छौँ र यो बिचमा हामी त्यसको तयारीमा लागेका छौँ। यसको निर्देशक म आफै छु र यसको कथामा अफिसियल युट्युब च्यानलका मुख्यकर्ता उहाँ हुनुहुन्छ र हामीले केही साथीहरूलाई कलाकारको रूपमा पस्किने जमर्को पनि गरेका छौँ र हाम्रो सुटिङ चाहिँ चलिरहेको छ। यसमा हामी केही समय पोडकास्ट पनि ल्याउन सक्छौँ र हामीले एउटा कथावस्तुलाई चलचित्र जस्तो श्रृङ्खलामा आधारित बनाएर बनाउनेछौँ र त्यसमा चाहिँ तपाईँहरूको साथ सहयोगको अपेक्षा गरेका छौँ। हामीलाई तपाईँहरूले हेरिदिए पुग्छ र हामीले गरेका गल्तीहरू औँल्याइदिए मात्र पुग्छ। ठिक छ। र भन्नुहोस्, छिटोभन्दा छिटो कमेन्ट गर्नुहोस् के कस्तो भिडियोहरू ल्याउँदा ठिक होला। तपाईँहरूले भनिदिनुहोस्, प्रतिक्रिया दिनुहोस्। हामी भिडियोहरू अब तयारीको साथ सुटिङमा लागिरहेका छौँ। अबको हाम्रो हरेक हप्ता शुक्रबार बेलुकाको 7 बजी भिडियो अपलोड हुनेछ, आइसक्नेछ। तपाईँहरूले हेर्नुहुनेछ। भिडियो एकदम फन्नी टाइपको, एकदम रोमाञ्चक ठाउँको भिडियोहरू हुनेछ। हामीसँग 7 जना पात्रहरू हुनेछन्। त्यसमा हामी व्यक्तिहरू को हुन्छन् भन्ने कुरा त्यही दिन आउने भिडियोमा तपाईँहरूलाई थाहा हुनेछ। केही ज्ञात र केही अज्ञात छन् हामीसँग र हामी अहिले चाहिँ हाम्रो कथामा र पात्रहरूको नामाकरणमा र हाम्रो सुटिङ स्थल जुन छ त्यसमा ध्यान दिइरहेका छौँ र हामी केही नाटकीय ढङ्गबाट अगाडि बढेर तपाईँहरू समक्ष आफ्ना कुराहरू पस्किने जमर्को गर्ने प्रयास गरेका छौँ र यसमा चाहिँ हामीले हप्ताको एउटा मनोरञ्जनका लागि र अर्को चाहिँ जीवन दर्शन वा जनचेतनामूलक सामग्रीहरू पनि तयार गर्न सक्छौँ। त्यसका लागि चाहिँ तपाईँहरूको बढीभन्दा बढी प्रतिक्रिया आएमा, जस्तै हामीसँग हुनुभएका कुल सब्सक्राइबर मध्ये आधा सब्सक्राइबरले चाहिँ जनचेतनामूलक पनि भिडियो चाहियो है भन्नुभयो भने हामी त्यसमा पनि केही सामग्रीहरू जुन चाहिँ कुरीतिका विरुद्धमा वा त अहिले चलिरहेका परम्पराका विरुद्धमा जुन परम्पराले चाहिँ हामीलाई एकदमै गलत सन्देश दिएको छ त्यसलाई चिरफार गर्ने गरेको सामाजिक नाटक सहितको जनचेतनामूलक कार्यक्रम पनि हामी छिटै लिएर आउँदैछौँ। प्रतीक्षा गर्नुहोस् र भिडियो आइसकेपछि प्रतिक्रिया दिन नभुल्नुहोला। बाँकी तीर्थजीले भन्नुहुन्छ। हस्, हाम्रो यही हो। उहाँले सब कुरा खुलाइसक्नु भएको छ। अब हामीले भिडियो एकदम फन्नी टाइपको लिएर आउँदैछौँ। आउँदो शुक्रबारदेखि हेर्नुहोला भिडियो। अब हामीले सुटिङ गरिरहेका छौँ। यहाँ सानो जानकारी के दिन चाहन्छु भने हामी चाहिँ हाम्रो युट्युब च्यानललाई तपाईँहरूले एकदमै बढी सेयर गर्नु, जसबाट चाहिँ के हुन्छ भने हाम्रा विचारहरू र तपाईँहरूका विचारहरू कस्ता कस्ता कुरा समेट्ने भन्ने कुरा र कस्ता कस्ता कुरा चाहिँ कोसम्म पुर्याउने भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसले गर्दाखेरि सब्सक्राइब गर्न र सेयर गर्न कन्जुसाइ नगरौँ। तपाईँहरू पनि आफ्ना युट्युब च्यानलहरू छन् भनेर यसलाई चाहिँ सँगसँगै अगाडि बढेर चाहिँ समाजमा एउटा कुनै उदाहरणीय काम गर्न चाहनुहुन्छ भने हामी पनि पूर्ण रूपमा सहयोग गर्न तयार छौँ। थ्याङ्क यू।